माछा मार्ने भनेर खोलामा गएको मलाई कुकुरले लहाटेको गरे त्यही भएर मैले कुकुरलाई नै बोकेर खोलामा फाल्दिए। हेलो गाइज, हेलो गुड मर्निङ सबैजना। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि यता सन्चै छु। हजुरहरूलाई मेरो आजको छोटो र ताजा मिनी भ्लगमा स्वागत छ। मेरो लागि आजको दिन त लास्टै पनौती रहेछ। झन् राम्रो भिडियो बनाउँछु भनेर घर बाहिर गएको, पानी परेर बिजोक भयो। घर भित्रै बस्ने बेलासम्म चाहिँ पानी परेन, जब भिडियो बनाउनको लागि बाहिर आयो तब पानी एकछिन त्यही बसेर अलिअलि पानी रोकेको जस्तो भयो अनि म र भाइ चाहिँ छिटो घर जान लागेको। घर आएर म 1 घण्टा जति सुते। 1 घण्टा सुतेर उठ्दा पनि अझै पानी रोकेकै रहेन रहेछ बाहिर। अनि खाजा खाने टाइम पनि भइसकेको थियो। अनि खाजामा चाहिँ मम्मीले चाउमिन किनेर ल्याएर भएको रहेछ अनि मैले चाउमिन खाएँ। यस्तो चिसो मौसममा तातो चाउमिन खान एकदम मजा आएको थियो। खाजा खाएर बाहिर आउँदा त पानी पुरै रोकेर पनि खतरा मौसम भइसकेको रहेछ। एकछिनमा त अब घाम पनि टिलिक्क टल्किन थाल्यो। पानी परेर यसरी मौसम खुलिदा त एकदम रमाइलो लाग्ने रहेछ। अनि यहाँ मेरो डल्ले भाइ के गरेर आएको रहेछ भनेर हेर्न आएको त रुखमा चढेर सरिफा टिपिरहेको रहेछ। तपाईहरुले सरिफा खानु भएको छ कि छैन त कमेन्ट गर्दिनु है। मेरो डल्ले भाइ जस्तो मेहनती त को छ होला र अघि रुखमा चढेर सरिफा टिपिरहेको थियो, अहिले बारी खन्न आइसक्यो। उमेरमा सानो भयो भने काम चाहिँ दरो गर्छ मेरो भाइ। त्यसपछि म घुम्दै खोलातिर आइपुगे। पानी परिसकेपछि भ्यूहरु पनि कस्तो क्लियर देखिने, हेर्दाखेरि नै कस्तो रमाइलो देखिने सबै। यो भाइ मलाई हेर्दै जिब्रो निकाल्दै आइरहेको थियो अनि मैले त्यसको मुखमै घप घप गर्दै। अनि भाइले मलाई खोलातिर माछा मार्न जाऊँ भनेर खोला लिएर आयो। हेरौँ कति माछा मार्दै रहेछ यो भाइ। कुरा त खुब ठुलठुलो गरिरहेको थियो। मार्न चाहिँ सक्ने हो कि हैन। मलाई माछा मारेर देखाउँछ भन्दै भाइले ढुङ्गा चाहिँ फाल्यो तर माछा चाहिँ मरेन। हामी माछा मार्दै गर्दा यो कुकुर आएर मलाई लखाट्यो। मेरो पालो मैले कुकुरलाई नै बोकेर खोलामा फाल्दिन लाग्यो, फेरि माया लाएर छोड्दिए मैले। अब फेरि लखाट नआइज मात्र तल खोलामा फाल्दिस भनेको आउँदिन भन्दै गयो कुकुर। भाइले गरिरहेको रहेछ अनि मैले घप घप गर्दिए। खुब ठुलठुलो कुरा गर्दै थिए, माछा चाहिँ एउटा पनि मार्न सकेन। माछा मार्न नसकेर यो भाइ मर्न जान लाग्यो क्या हो भनेर सोचेको होइन, खुट्टा पो पाखाल्न जान लागेको रहेछ लास्टमा। खुब ठुलठुलो कुरा गरिरहेको थियो, अहिले खुलित्त भयो नि। यो भाइले माछा मार्न नसकेर तलको अन्डा निकालेर यो अन्डा कसलाई चाहियो कमेन्ट गर्नु है, अन्डा चाहियो भनेर। ल नरु अन्डा निकालिदिएको रोइरहेको रहेछ भाइ। तेरो अन्डा कसैलाई पनि दिन नरु भनेर फगाए मैले भाइ। मैले टिकटकमा मात्र नभए युट्युब फेसबुक इन्स्टा सबैमा भिडियो हाल्ने गरेको छु। नाम चाहिँ रोनक श्रेष्ठ छ, हजुरहरूले गएर एकचोटि चेक गर्नु होला। यति भन्दै आजको लागि बिदा भयो म। भेटौँला अर्को भिडियोमा, त्यति बेलासम्मको लागि बाई बाई गाइज।